नमस्कार भक्तजनहरू, जय श्री कृष्ण, राधे राधे। सबैमा प्रेम र श्रद्धाको भाव जागृत रहोस्। महाशिवरात्रि सम्पन्न भइसकेको छ र अब घर घरमा होलीको तयारी सुरु भइसकेको छ। अब होली आउन केही दिन मात्रै बाँकी छ। यस्तो पवित्र समयमा यदि तपाईले एउटा विशेष र गोप्य वस्तु घरमा भित्र्याउनु भयो भने जन्म जन्मान्तरको दरिद्रता हट्न सक्छ भन्ने विश्वास गरिन्छ। वास्तुशास्त्र र परम्परागत मान्यता अनुसार केही यस्ता शुभ वस्तुहरू हुन्छन् जसलाई सही समयमा घरमा ल्याउँदा घरमा बरकत बढ्छ, आर्थिक अवस्था सुध्रिन्छ र माता लक्ष्मीको विशेष कृपा प्राप्त हुन्छ। यो सन्देश सुन्न पाउनु पनि भाग्यको कुरा हो। सबैलाई यस्ता कुरा थाहा हुँदैन। कतिपयले त लाखौं खर्च गर्दा पनि यस्तो ज्ञान पाउन सक्दैनन्। तर आज तपाईले यो सुन्नुभयो भने यसलाई संयोग मात्र नसम्झनुहोस्, यो ईश्वरको संकेत पनि हुन सक्छ। यदि तपाई आफ्नो जीवन परिवर्तन गर्न चाहनुहुन्छ भने, आर्थिक समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने यस वर्षको होली तपाईका लागि विशेष अवसर बन्न सक्छ। यो होली शुभ संयोग लिएर आएको छ। तर एउटा कुरा ध्यानमा राख्नुहोस्, यो विशेष वस्तु होली आउनुभन्दा अगाडि नै घरमा ल्याउनुपर्छ। ढिला नगर्नुहोस्। सही समयमा गरिएको सानो प्रयासले पनि ठूलो परिणाम दिन सक्छ। अब अगाडि बढ्नुभन्दा पहिले एउटा सानो अनुरोध, यो सन्देश अन्तिमसम्म ध्यानपूर्वक सुन्नुहोस्, बीचमै नछोड्नुहोस्, किनकि प्रत्येक जानकारी महत्त्वपूर्ण छ। साथै मनमा श्रद्धा छ भने कमेन्टमा जय माता लक्ष्मी लेख्न सक्नुहुन्छ। विश्वास गरिन्छ कि जसले श्रद्धापूर्वक माता लक्ष्मीको नाम स्मरण गर्छ उसमाथि उहाँको कृपा अवश्य हुन्छ। होली हिन्दू धर्मको एक प्रमुख पर्व हो। यो फाल्गुन महिनामा मनाइन्छ र यसलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। यो केवल रंग र रमाइलोको पर्व मात्र होइन, यो आत्मशुद्धि र सकारात्मक सुरुवातको अवसर पनि हो। होलीको एक दिन अगाडि होलिका दहन गरिन्छ, जसले नकारात्मकता, ईर्ष्या, द्वेष र मनका विकारहरूलाई आगोमा समर्पण गर्ने सन्देश दिन्छ। पञ्चाङ्ग अनुसार फाल्गुन शुक्ल पूर्णिमाको साँझ होलिका दहन गरिन्छ र भोलिपल्ट रङको होली खेलिन्छ। यस वर्ष पनि होली विशेष तिथिमा परेको छ, जसले यसको आध्यात्मिक महत्त्व अझ बढाएको छ। त्यसैले यो समयलाई सामान्य रूपमा नलिनुहोस्। अब प्रश्न उठ्छ, त्यो विशेष वस्तु के हो? किन त्यसलाई होलीभन्दा अगाडि ल्याउनुपर्छ र कसरी त्यसको प्रयोग गर्दा जीवनमा परिवर्तन आउँछ? यी सबै कुरा हामी विस्तारमा बुझ्नेछौँ, तर त्यसअघि तपाईको श्रद्धा, धैर्य र विश्वास आवश्यक छ, किनकि श्रद्धा बिना गरिएका उपायले पूर्ण फल दिँदैनन्। अब भक्तजनहरू, त्यो विशेष र गोप्य वस्तुको विषयमा जान्नुभन्दा पहिले एउटा महत्त्वपूर्ण सिद्धान्त बुझ्नु आवश्यक छ। संसारमा एउटा नियम छ, पैसाले पैसालाई तान्छ। जस्तै संगत त्यस्तै प्रभाव। यदि तपाईँ सफल, सकारात्मक र सम्पन्न मानिसहरूको संगतमा बस्नुहुन्छ भने बिस्तारै तपाईको सोच, व्यवहार र ऊर्जा पनि त्यस्तै बन्छ। धनी र सफल व्यक्तिहरूको जीवनमा केवल परिश्रम मात्र हुँदैन, उनीहरूको वरिपरि सकारात्मक ऊर्जा पनि बलियो हुन्छ। उनीहरू स्वच्छ, संयमी र धार्मिक स्वभावका हुन्छन्। त्यस्ता व्यक्तिहरूको आभा सामान्य आँखाले देख्न सकिँदैन, तर आध्यात्मिक दृष्टिले हेर्दा उनीहरूको वरिपरि सकारात्मक तेज घेरिएको हुन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले पहिलो विशेष उपाय के हो भने, यदि तपाईको छिमेकमा, आफन्तमा वा चिनजानमा कुनै इमानदार, स्वच्छ चरित्र भएका धनी व्यक्ति छन् भने उनीहरूसँग विनम्रतापूर्वक एउटा सानो वस्तु माग्न सक्नुहुन्छ। चोरी गरेर होइन, आदरपूर्वक मागेर, किनकि स्वच्छ मन भएका मानिसले खुसी हाल दिन्छन्। तपाईले के माग्ने त? सबैभन्दा सरल वस्तु हो रुमाल वा सानो कपडा। पुरानो भए पनि हुन्छ, तर त्यो व्यक्तिको प्रयोगमा आएको हुनुपर्छ। जब त्यो रुमाल तपाईले ल्याउनुहुन्छ, त्यसलाई पहिले सफा पानीले हल्का छर्केर शुद्ध गर्नुहोस्। त्यसपछि त्यसमा 8 गाँठो लगाएर धन राख्ने स्थानमा सुरक्षित राख्नुहोस्। 8 अङ्कलाई अष्टलक्ष्मीको प्रतीक मानिन्छ। विश्वास गरिन्छ कि यसरी राखिएको रुमालले धन आकर्षित गर्ने ऊर्जा बढाउँछ। बिस्तारै घरको आर्थिक अवस्था सुधार हुन थाल्छ, अवसरहरू खुल्न थाल्छन् र भाग्य चम्किन थाल्छ। अब होलीसँग सम्बन्धित केही आवश्यक तयारीको कुरा गरौँ। होलिका दहनको दिन नकारात्मक शक्तिहरू सक्रिय हुने विश्वास गरिन्छ। त्यसैले होलीभन्दा अगाडि घरबाट केही अशुभ वस्तु हटाउनु आवश्यक हुन्छ र केही शुभ वस्तु घरमा भित्र्याउनु अत्यन्त महत्त्वपूर्ण मानिन्छ। सबैभन्दा पहिलो वस्तु हो काँचो रातो खुर्सानी। ध्यान दिनुहोस्, धुलो होइन, काँचो। यसलाई घरको दक्षिण दिशामा राख्नुहोस्। यसले घरको नकारात्मक ऊर्जा बिस्तारै आफूतर्फ तान्छ भन्ने मान्यता छ।
होलिका दहनको दिन यही खुर्सानी आगोमा हालेर भस्म गर्नुहोस्। यसले घरभित्रको दुष्प्रभाव समाप्त हुन्छ भन्ने विश्वास गरिन्छ। त्यसैगरी कागदी र खुर्सानी मुख्य ढोकामा झुन्ड्याउनु पनि उपयोगी मानिन्छ। यसले नजर दोष र तन्त्रमन्त्रबाट जोगाउने विश्वास गरिन्छ। जब त्यो सुक्छ, होलीको आगोमा समर्पण गर्नुहोस्। घरको मुख्य ढोकामा आँप वा अशोकको पातको तोरण बाँध्नु पनि शुभ मानिन्छ। यसले माता लक्ष्मी प्रसन्न हुने र घरमा सुख समृद्धि बढ्ने विश्वास गरिन्छ। यी उपायहरू केवल अन्धविश्वास होइनन्, यिनका आधार ऊर्जा सन्तुलन र सकारात्मक मनोविज्ञानमा पनि छ। जब तपाईँ श्रद्धा र विश्वासका साथ सकारात्मक कर्म गर्नुहुन्छ, त्यसको प्रभाव अवश्य देखिन्छ। भक्तजनहरू, अब हामी अझ गहिरो र प्रभावकारी उपायहरूका बारेमा कुरा गर्नेछौँ, जुन होलीको अवसरमा विशेष फलदायी मानिन्छन्। यी उपायहरू श्रद्धा, विश्वास र शुद्ध मनका साथ गरिएमा जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्। सबैभन्दा पहिले कुरा गरौँ ईशान कोण, अर्थात् घरको उत्तर पूर्व दिशा। वास्तुशास्त्रमा यो दिशा अत्यन्त पवित्र मानिन्छ। यदि होलीभन्दा अगाडि तपाईले एक सफा भाँडोमा शुद्ध पानी भरेर त्यसमा अलिकति नुन मिसाई ईशान कोणमा राख्नुभयो भने त्यो पानीले घरको नकारात्मक ऊर्जा बिस्तारै आफूतर्फ तान्छ भन्ने विश्वास गरिन्छ। होलिका दहनको दिन उक्त पानीलाई होलीको आगो नजिक लगेर जमिनमा खन्याउनुहोस्। यसले घरको अशुद्धता र बाधा हट्ने मान्यता छ। त्यसैगरी यदि घरमा बारम्बार रोग, चिन्ता वा तनावको वातावरण रहने गर्छ भने होलीभन्दा अगाडि भगवान नरसिंहको शान्त स्वरूप भएको तस्बिर घरमा ल्याउनुहोस्। क्रोधित स्वरूप नभई शान्त र आशीर्वाद दिने मुद्रा भएको चित्र हुनुपर्छ। यसलाई पूजा स्थानमा स्थापना गर्दा घरमा सुरक्षाको ऊर्जा बढ्ने भन्ने विश्वास गरिन्छ। नरसिंह भगवान विष्णुको अवतार भएकाले विपत्ति टार्ने शक्ति राख्नुहुन्छ भन्ने मान्यता छ। अर्को महत्त्वपूर्ण उपाय हो गोमती चक्र। होलीभन्दा अगाडि 21 वटा गोमती चक्र ल्याएर होलिका दहनको दिन माता लक्ष्मीको अगाडि विधिपूर्वक पूजा गर्नुहोस्। पूजा पश्चात ती चक्रलाई रातो कपडामा बेरेर तिजोरी वा धन राख्ने स्थानमा राख्नुहोस्। यसले आर्थिक समस्या कम गर्दै धन स्थिर गराउने विश्वास गरिन्छ। अब कुरा गरौँ सुक्खा नरिवलको। होलीभन्दा अगाडि एउटा राम्रो सुक्खा नरिवल ल्याएर त्यसमा स्वस्तिक चिन्ह बनाउनुहोस्। होलिका दहनको दिन उक्त नरिवललाई श्रद्धापूर्वक अग्निमा अर्पण गर्नुहोस्। त्यसपछि परिवारका सदस्यलाई प्रसाद वितरण गर्नुहोस्। यसले घरभित्रको बाधा र नकारात्मक ऊर्जा समाप्त हुने विश्वास गरिन्छ। होलिका दहनको खरानी पनि अत्यन्त प्रभावशाली मानिन्छ। भोलिपल्ट बिहान होलीको खरानी अलिकति ल्याएर घरको चारै कुनामा छर्कनुहोस्। यसले घरमा सकारात्मक ऊर्जा फैलाउने र रोग बाधा टार्ने मान्यता छ। यदि पानीमा अलिकति खरानी मिसाएर घरमा पोछा लगाइयो भने नकारात्मकता हट्ने विश्वास गरिन्छ। यसबाहेक होलीभन्दा अगाडि धातुको सानो कछुवा ल्याउनु पनि शुभ मानिन्छ, विशेष गरी जसको पछाडि श्रीयन्त्र अंकित भएको हुन्छ। यसलाई पूजा स्थानमा राख्दा माता लक्ष्मीको स्थायी वास हुने विश्वास गरिन्छ। तर ध्यान दिनुहोस्, यी सबै उपाय श्रद्धा र शुद्ध मनका साथ गर्नुपर्छ। केवल लोभले होइन, सकारात्मक सोच र आत्मविश्वासका साथ गरिएका कर्मले मात्र फल दिन्छन्। भक्तजनहरू, अब हामी अझ गोप्य र प्रभावशाली उपायहरूको चर्चा गर्नेछौँ, जसले विशेष गरी धन स्थायित्व र आर्थिक उन्नतिमा सहयोग पुर्याउने विश्वास गरिन्छ। ध्यानपूर्वक सुन्नुहोस्, किनकि अबको जानकारी अत्यन्त महत्त्वपूर्ण छ। यदि तपाईको घरमा पैसा टिक्दैन, आम्दानी भए पनि अनावश्यक खर्च बढिरहन्छ वा बारम्बार आर्थिक सङ्कट आउँछ भने होलीभन्दा अगाडि एउटा सानो माटोको भाँडो ल्याउनुहोस्। त्यस भाँडोमा कालो तिल, धनियाँ, पहेँलो तोरी, नुन र रातो खुर्सानी राख्नुहोस्। यसलाई घरको ईशान कोणमा राखेर होलीको दिन होलिका दहन नजिक लैजानुहोस्। विश्वास गरिन्छ कि यसले घरको आर्थिक बाधा बिस्तारै समाप्त गर्छ र धनको स्थायित्व बढाउँछ। अर्को प्रभावकारी उपाय, होलीको अघिल्लो रात घरका प्रत्येक सदस्यले केही रातो खुर्सानी सानो कपडामा बाँधेर सिरानी मुनि राखेर सुत्नुहोस्। भोलिपल्ट साँझ ती खुर्सानी होलीको आगोमा अर्पण गर्नुहोस् र ओम श्रीम महालक्ष्म्यै नमः मन्त्र जप गर्नुहोस्। यसले व्यक्तिको भाग्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिन्छ। होलीको किनमेल गर्दा एउटा चाँदीको सिक्का अवश्य किन्नुहोस्। त्यसलाई पूजा गरी रातो वा पहेँलो कपडामा बेरेर तिजोरीमा राख्नुहोस्।
चाँदीलाई चन्द्र र लक्ष्मीको प्रतीक मानिन्छ, जसले शान्ति र समृद्धि आकर्षित गर्छ भन्ने मान्यता छ। अब एक विशेष कुरा, होलीको दिन कसैलाई पैसा सापटी नदिनुहोस्। यस दिन दिएको धन फिर्ता नआउने वा आर्थिक हानि हुने विश्वास गरिन्छ। साथै महिलाहरूले होलिका दहनको समयमा टाउको ढाकेर बस्नु शुभ मानिन्छ, किनकि त्यस समय ऊर्जा परिवर्तन तीव्र हुने विश्वास छ। यदि घरमा सधैँ तनाव, झगडा वा कलह भइरहन्छ भने होलीभन्दा अगाडि आँपको पातको तोरण मुख्य ढोकामा बाँध्नुहोस्। यसले घरमा सकारात्मक ऊर्जा भित्र्याउने र अशुभ शक्तिलाई बाहिर राख्ने विश्वास गरिन्छ। होलीको दिन उक्त तोरण आगोमा समर्पण गर्दा पुराना नकारात्मक प्रभावहरू समाप्त हुने मान्यता छ। अर्को उपाय, यदि सम्भव छ भने कुनै इमानदार र सम्पन्न व्यक्तिसँग सानो भाडो मागेर ल्याउनुहोस्। त्यसलाई सफा गरी त्यसमा पानी भरेर पूजा स्थानमा राख्नुहोस्। हरेक दिन त्यसमा एउटा सिक्का हाल्दै जानुहोस्। यसले धन सञ्चयको ऊर्जा सक्रिय गर्ने विश्वास गरिन्छ। यी सबै उपाय बाहिर रूपमा साना देखिए पनि विश्वास र सकारात्मक सोचका साथ गर्दा गहिरो प्रभाव पार्न सक्छन्। तर सम्झनुहोस्, कुनै पनि उपाय चोरी, छल वा गलत नियतले गर्नु हुँदैन। शुद्ध मन, सद्भाव र कृतज्ञताका साथ गरिएका कर्म नै सफल हुन्छन्। भक्तजनहरू, अब हामी त्यो उपायतर्फ जाँदैछौँ जसलाई धेरै मानिसहरूले अत्यन्त गोप्य मान्छन्। तर ध्यान दिनुहोस्, यहाँ धन तान्ने कुरा प्रतीकात्मक अर्थमा बुझ्नुपर्छ। यसको अर्थ कसैको धन खोज्नु होइन, तर सकारात्मक ऊर्जा र समृद्धिको तरङ्ग आफूतर्फ आकर्षित गर्नु हो। यदि तपाईँ आफ्नो जीवनमा तीव्र आर्थिक प्रगति चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो सोच परिवर्तन गर्नु आवश्यक छ, किनकि जहाँ ध्यान जान्छ त्यही ऊर्जा प्रवाह हुन्छ। यदि तपाईँ सधैँ अभाव, डर र चिन्तामा बस्नुहुन्छ भने त्यस्तै परिस्थितिहरू दोहोरिन्छन्। तर यदि तपाईँ कृतज्ञता, विश्वास र समृद्धिको भावना राख्नुहुन्छ भने अवसरहरू खुल्न थाल्छन्। अब उपाय के हो त? यदि तपाईको वरिपरि कुनै सम्पन्न, इमानदार र राम्रो प्रतिष्ठा भएको व्यक्ति छन् भने उनीहरूसँग सम्मानपूर्वक एउटा सानो रुमाल वा कपडाको टुक्रा माग्न सक्नुहुन्छ। फेरि पनि सम्झनुहोस्, चोरी गरेर होइन, खुलेर मागेर मात्र, किनकि आशीर्वाद मागेर पाइन्छ, चोरेर होइन। त्यो रुमाल ल्याएर सफा पानीले हल्का शुद्ध गर्नुहोस्। त्यसपछि त्यसमा 8 वटा गाँठो लगाउनुहोस्। 8 अङ्क अष्टलक्ष्मीको प्रतीक हो। धन, धान्य, साहस, विजय, विद्या, सन्तान, समृद्धि र सौभाग्य। त्यस रुमाललाई तपाईको धन राख्ने स्थानमा राख्नुहोस्। यो प्रक्रिया केवल वस्तुको शक्ति मात्र होइन, तपाईको विश्वास र सङ्कल्पको शक्ति पनि हो। जब तपाईँ मनदेखि स्वीकार गर्नुहुन्छ कि मेरो जीवनमा समृद्धि आउँदैछ, तब तपाईको अवचेतन मन पनि त्यस दिशामा काम गर्न थाल्छ। अर्को विशेष उपाय, यदि सम्भव छ भने कुनै सम्पन्न व्यक्तिको घरबाट सानो भाडो मागेर ल्याउनुहोस्। त्यसलाई राम्ररी सफा गरेर त्यसमा पानी भर्नुहोस् र पूजा स्थान वा तिजोरी नजिक राख्नुहोस्। हरेक दिन त्यसमा एउटा सिक्का हाल्नुहोस्। यसले बचत र धन सञ्चयको बानी विकास गराउँछ। बिस्तारले तपाईको आर्थिक अनुशासन बलियो हुन्छ र धन टिक्न थाल्छ। ध्यान दिनुहोस्, यी उपायहरू केवल बाहिरी कर्म होइनन्, यी तपाईको मानसिकता परिवर्तन गर्ने माध्यम हुन्। जब तपाईँ नियमित रूपमा सकारात्मक कर्म गर्नुहुन्छ, तपाईको सोच, व्यवहार र निर्णयहरू पनि सुधारिन्छन्। त्यसको प्रत्यक्ष असर तपाईको आम्दानी र अवसरहरूमा पर्न थाल्छ। होली केवल रङको पर्व होइन, यो नयाँ सुरुवातको सङ्केत हो। यो समय हो पुराना डर, असफलता र नकारात्मक सोचलाई होलीको आगोमा समर्पण गर्ने र नयाँ आशा, नयाँ लक्ष्य र नयाँ ऊर्जा लिएर अगाडि बढ्ने। यदि तपाईँ श्रद्धा र आत्मविश्वासका साथ यी उपाय अपनाउनुहुन्छ भने बिस्तारै तपाईको जीवनमा परिवर्तन देखिन थाल्छ। तर सम्झनुहोस्, कर्म बिना केवल उपायले काम गर्दैन। परिश्रम, इमानदारी र सकारात्मक सोच नै वास्तविक धन आकर्षणको आधार हो। भक्तजनहरू, अब हामी अन्तिम र अत्यन्त महत्त्वपूर्ण चरणतर्फ आइपुगेका छौँ। याद राख्नुहोस्, कुनै पनि उपायको सबैभन्दा ठूलो शक्ति मन्त्र वा वस्तुमा होइन, तपाईको सङ्कल्प र विश्वासमा हुन्छ। यदि मन शुद्ध छैन भने कुनै पनि कर्मले पूर्ण फल दिँदैन। होलीको दिन बिहान सबेरै उठेर स्नान गरी सफा वस्त्र लगाउनुहोस्। सम्भव भए सेतो,
पहेँलो वा हल्का रातो वस्त्र लगाउनु राम्रो मानिन्छ। त्यसपछि पूजा स्थानमा दीप प्रज्वलन गरी माता लक्ष्मी र भगवान विष्णुको स्मरण गर्नुहोस्। कम्तीमा 10 मन्त्र जप अवश्य गर्नुहोस्। ओम श्रीं महालक्ष्म्यै नमः। मन्त्र जप गर्दा मन एकाग्र राख्नुहोस्। केवल ओठ चलाएर होइन, भावना सहित जप गर्नुहोस्। प्रत्येक मन्त्रसँगै मनमा कल्पना गर्नुहोस् कि तपाईको घरमा समृद्धि प्रवेश गरिरहेको छ, ऋण समाप्त भइरहेको छ र नयाँ अवसरहरू खुल्दैछन्। अब के कुरामा सावधानी अपनाउने? 1. होलीको दिन कसैसँग झगडा नगर्नुहोस्। 2. पैसा सापटी नदिनुहोस्। 3. अपशब्द प्रयोग नगर्नुहोस्। 4. महिलाहरूले होलिका दहनको समयमा टाउको ढाकेर बस्नु शुभ मानिन्छ। 5. अत्यधिक नकारात्मक सोच, डर वा क्रोधलाई त्यही दिन त्याग्ने सङ्कल्प लिनुहोस्। यदि घरमा कुनै सदस्य बारम्बार बिरामी भइरहन्छ भने होलीको खरानी अलिकति ल्याएर टीका लगाउनुहोस्। साथै घरको 4 कुनामा राख्दा नकारात्मक ऊर्जा घट्ने विश्वास गरिन्छ। अर्को महत्त्वपूर्ण कुरा, होलीभन्दा अगाडि घरको अनावश्यक, बिग्रिएको वा काम नलाग्ने सामान हटाउनुहोस्। फोहोर र अव्यवस्था नकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। जब तपाईँ घर सफा गर्नुहुन्छ, तपाईको मन पनि हलुका हुन्छ। अब अन्तिम मानसिक सङ्कल्प लिनुहोस्। होलीको आगो सामु उभिएर मनमनै भन्नुहोस्, म आजदेखि अभावको सोच त्याग्दैछु। म समृद्धि, अवसर र सकारात्मक ऊर्जालाई आफ्नो जीवनमा स्वागत गर्छु। विश्वास गर्नुहोस्, जब तपाईँ स्पष्ट सङ्कल्प लिनुहुन्छ, तपाईको अवचेतन मन त्यस दिशामा काम गर्न थाल्छ। निर्णयहरू सुधारिन्छन्, अवसर चिन्न सक्ने क्षमता बढ्छ र जीवन क्रमशः बदलिन थाल्छ। होलीको वास्तविक अर्थ नै हो पुरानो नकारात्मकता जलाएर नयाँ उज्यालोको स्वागत गर्नु। यदि तपाईले यी उपाय श्रद्धा, संयम र परिश्रमसँग जोडेर अपनाउनुहुन्छ भने परिणाम अवश्य देख्न सक्नुहुन्छ। भक्तजनहरू, अब हामी सम्पूर्ण सन्देशको सार र अन्तिम प्रेरणामा आइपुगेका छौँ। होली केवल रङको पर्व मात्र होइन, यो आत्मशुद्धि, सकारात्मक ऊर्जा र समृद्धिको अवसर हो। पुरानो नकारात्मकता जलाएर नयाँ सुरुवात गर्ने दिन यही हो। यदि तपाईले अहिलेसम्मका सबै उपायहरू ध्यानपूर्वक पालन गर्नुभयो भने तपाईको घरमा धन, सुख शान्ति र सकारात्मक ऊर्जा स्थायी रूपमा प्रवेश गर्ने विश्वास गरिन्छ। काँचो खुर्सानी, आँपको पातको तोरण, पानी र नुनको भाँडो, गोमती चक्र, सुक्खा नरियल र रुमालका उपायहरूलाई श्रद्धा र विश्वास साथ प्रयोग गर्दा तपाईको जीवनमा आर्थिक समस्या कम हुँदै जान्छ। स्वास्थ्य र परिवारको वातावरण सुधार हुन्छ र भाग्य चम्किन थाल्छ। यस्तो अवसर बारम्बार आउँदैन। यही समयमा तपाईले आफ्नै जीवनको परिस्थिति सुधार्न सक्नुहुन्छ। तर याद राख्नुहोस्, केवल उपायहरू पूरा गर्नु पर्याप्त छैन। तपाईको मन, विश्वास र कर्म पनि शुद्ध हुनुपर्छ। अन्ततः यो सम्पूर्ण ज्ञान तपाईको लागि विशेष ज्ञान हो। यदि तपाईले यो ज्ञान अरूलाई पनि उपयोगी लाग्न सक्छ भन्ने सोच्नुभयो भने यस भिडियोलाई शेयर गर्नुहोस्। आफ्नो साथी, परिवार वा चिनजानमा भएकाहरूसँग यो महत्त्वपूर्ण जानकारी बाँड्नुहोस्। यसले अन्यको जीवनमा पनि सकारात्मक प्रभाव पार्नेछ। र हजुर, हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। बेल आइकन प्रेस गर्नुहोस् ताकि तपाईले हाम्रा सबै नयाँ ज्ञानवर्धक, आध्यात्मिक र रहस्यमय भिडियोहरू तुरुन्तै पाउन सक्नुहुनेछ। तपाईको सब्स्क्रिप्सन र सपोर्टले हामीलाई यस्ता उपयोगी सामग्री निरन्तर बनाउन प्रेरणा दिन्छ। भक्तजनहरू, अब तपाईँ तयार हुनुहुन्छ होलीको आगो सामु उभिएर मनमनै पुराना डर, नकारात्मकता, क्रोध र अभावलाई त्याग्नुहोस्। नयाँ विश्वास, समृद्धि र सकारात्मक ऊर्जा स्वागत गर्नुहोस्। याद राख्नुहोस्, श्रद्धा र विश्वास साथ गरिएको उपायले मात्र वास्तविक फल दिन्छ। अन्तमा कमेन्टमा जय माता लक्ष्मी लेख्नुहोस्। विश्वास गरिन्छ कि जसले सच्चा श्रद्धा राखेर यसो लेख्छ, उसमाथि माता लक्ष्मीको कृपा सधैँ बनिरहन्छ। यस होलीमा तपाईको घरमा सुख शान्ति, धन धान्य र आनन्दको वास होस्। पुरानो नकारात्मकता जलोस् र नयाँ अवसर, नयाँ ऊर्जा र उज्यालो भविष्यका लागि बाटो खुलोस्। जय श्री कृष्ण। राधे राधे। जय माता लक्ष्मी।